स्पेशल एउटा महत्त्वपूर्ण कुरा चाहिँ के छ भन्दै गर्दाखेरि चाहिँ आज यिर्मिया चाहिँ अरू अगमवक्ताहरू पनि छन्, तर उनीहरूभन्दा अलिकति छुट्टै यिर्मिया कहाँ चाहिँ अगमबानीको कुराहरू परमेश्वरबाट आएको छ। पहिलो कुरा हामीले बुझौँ, अगमवक्ता भनेपछि आज मेसेन्जर अफ गड भनेर हामी बुझ्छौँ। परमेश्वरको आज शब्द, परमेश्वरको आज खबर पुर्याउने व्यक्ति जो चाहिँ मेसेन्जर। अनि पुरानो नियमको समयहरूमा अगमवक्ताले चाहिँ आज परमेश्वरको ती आवाजलाई आफ्नो प्रजाहरू कहाँ आज अगमवक्ताद्वारा रिभिल गर्नुहुन्थ्यो, पुर्याउनुहुन्थ्यो। जसरी अहिले आज हामीलाई पवित्र आत्माद्वारा रिभिल गर्नुहुन्छ। अनि पवित्र आत्माको आज सँगसँगै आज हामीसँग अगुवा लिडर्सहरू हुनुहुन्छ। अनि यो प्रकारको एउटा माध्यम परमेश्वरले राख्नु भएको थियो। अनि यिर्मिया पनि तीमध्ये एकजना। अनि धेरै अगमवक्ताहरू मध्येमा यिर्मियामा चाहिँ मैले के खुबी देखेँ भन्दै गर्दाखेरि किन चाहिँ अलग्गै उसमा एउटा छुट्टै अगमबानी गर्ने एउटा क्वालिटी अनि परमेश्वरले त्यो एउटा छुट्टै आकार दिनुभयो भन्दै गर्दा अगमवक्ता भनेपछि चाहिँ बोल्ने हो नि त, बानी शब्द, बानी भनेको शब्द हो। अनि यो शब्द चाहिँ बोलिनुपर्छ। तर परमेश्वरले जब पनि यिर्मियालाई अगमबानी दिनुभयो, वचन शब्द दिनुभयो परमेश्वरको ती प्रजाहरूको लागि, आज मानिसहरूको लागि अगमबानी गर्न पर्ने ठाउँमा, तर ज्यादा जस्तो चाहिँ परमेश्वरले बोलेर भन्दा पनि आज देखाएर दृश्यित कुराहरूमा दर्शाएर यिर्मियालाई अगमबानी बोल्न लगाएको छ। एउटा उदाहरणको रूपमा यहाँनिर हामीले आजको मुख्य पदमा हामीले हेर्दै गर्दा आज यिर्मियालाई परमेश्वरको वचन यिर्मिया कहाँ आयो। अनि यिर्मियालाई परमेश्वरले के भन्नुभयो, जहाँ तल गएर कुमाले कहाँ जा, अनि त्यहाँ गएर हेर भनेर भन्नुभयो। अनि यिर्मियालाई परमेश्वरले सिधै प्रभुको वचन दिन भएन, प्रभुले म यो कुरा गर्न चाहन्छु भनेर भन्न भएन, तर उहाँले एउटा दृश्यलाई त्यो दृश्यलाई देखाउन भयो। अनि यिर्मिया आज्ञाकारी भइकन ऊ तल गएको छ। अनि तल गइसकेको पश्चात उसले कुमालेलाई देख्छ। अनि कुमालेको अगाडि चर्खा, अनि त्यहाँनिर माटो हालिकन त्यहाँनिर एउटा पटलाई बनाउँदै गरेको, त्यहाँनिर एउटा भाँडालाई बनाउँदै गरेको कुरालाई हामी देख्छौँ। अनि यहाँनिर एउटा इम्पोर्टेन्ट कुरा तपाईँले यदि हेर्नुभयो भने महत्त्वपूर्ण कुरा, यहाँनिर जब हामी 4मा हेर्छौँ त्यहाँनिर त्यो कुमालेले बनाउँदै गरेको भाँडो बनाइसकेको पश्चात त्यहाँ बिग्रिराखेको थियो। तर उसले फेरि त्यो कुमालेले बिग्रिसकेको पश्चात उसले फेरि त्यसलाई भत्काएर, फेरि त्यसपछि त्यसलाई मुसेर, फेरि उसले फेरि त्यो दोस्रो आकार दिएको कुरालाई हामीले देख्न पाउँछौँ।